Hello everyone, welcome back to my channel. Actually, आज म तपाईहरुसँग एउटा one of my favorite topic share गर्नु मन लागेछ. That is called the art of being alone. हैन? आफ्नो कला के एक्लै बस्नु जस्तो लाइक म अहिले एक्लै बस्दैछु नि त्यस्तै. So actually यसलाई चाहिँ हामीले यस्तो सर्फेसबाट साँच्चै सोचेर हेर्ने हो भने it's very terrifying. You know, being alone. कस्तो होला हैन त अब एक्लै बस्नु के अब नो सर्कल नो फ्रेन्ड्स नट मच फ्रेन्ड्स नट फ्रेन्ड्स नो सोशल मिडियाज एन्ड अल अनि एक्लै बस्दा कस्तो फिल हुन्छ होला हैन त सो इट्स रियली टेरिफाइङ मैले अघि भनिसकेँ सो नर्मली मान्छेहरू चाहिँ के हुन्छ भने यसलाई साँच्चै डिपली सोच्यो भने मान्छेहरू दे ट्राई टु एभोइड or they try to escape from this topic. So I'm going to share you about this topic today that is called the art of being alone. Let's imagine the strongest place in the world. For example, a very big mall or a very strong vault in a big bank, right? But today I'm not going to talk to you about the strongest place like the big mall or the strongest vault of the bank. मैले यो कुनै स्ट्रङ्गेस्ट मल ठुलो मल या अथवा द स्ट्रङ्गेस्ट भल्ट ब्याङ्क भल्टको विषयमा म कुरा गर्ने छैन तर जस्ट इमेजिन एउटा कल्पना गर्नुहोस् कि तपाईँ एउटा सानो र एउटा सानो रुममा 10x10 को रुममा तपाईँ बस्नुहुन्छ द्याट इज अल्सो भेरी एलोन हैन तपाईँ एक्लै बस्नुहुन्छ भने व्हाट डु यु फिल व्हाट टाइप अफ क्वेसन्स इट विल कम टु यु इट्स जस्ट लाइक you get most of the people they feel the anxiety when you are completely left alone. जब तपाईँ एउटा कम्प्लिटली एक्लै हुन्छ नि त्यतिखेर के हुन्छ भने हाम्रो माइन्ड पनि एकदमै डिप फियरतिर जान्छ. जस्ट इमेजिन एउटा कल्पना गरौँ कि तपाईँ एउटा महासागर ओसनमा समुद्रको एउटा कुनै पनि एउटा सानो टापु आइल्यान्डमा एक्लै हुनुहुन्छ. व्हाट डु यु फिल तपाईलाई एकदमै काइन्ड अफ फियरहरू आइरहेको छ हैन जस्ट लाइक मैले भन्दै थिएँ नि एउटा टापुमा तपाईँ एक्लै बस्नुहुन्छ भने तपाईँलाई काइन्ड अफ फियर आउँछ ला म यहाँ मरिहाल्छु कि मलाई के हुन्छ होला यहाँ कि जनावरले खाने हो कि के हुन्छ यस्तो डिप उनीहरूलाई चाहिँ एउटा त्यो व्यक्तिलाई चाहिँ यस्तो फियर आउँछ कि मनमा. सो हि ट्राइज ऊ के कोसिस गर्छ भने हि डोन्ट वान्ट टु स्टे एलोन इन द आइल्यान्ड. ऊ एक्लै बस्नु मन गर्दैन तर ऊ के गर्नु खोज्छ भने चाहिँ हाउ क्यान आई एस्केप फ्रम दिस आइल्यान्ड म यो आइल्यान्डबाट कसरी निस्किन सक्छु. सो आइल्यान्डबाट निस्किनु भन्नुको मतलब चाहिँ जस्ट हि वान्ट्स टु ट्राई ऊ चाहिँ के भने ऊ त्यो फियरबाट के त्यो डरबाट चाहिँ कसरी निस्किने भने ऊ धेरै एकदमै कोसिस गर्नुहुन्छ उहाँले. तपाईहरूलाई चाहिँ जस्ट फ्लिप अपोजिट साइड्स डरबाट निस्किनेको कन्सेप्टतिर म लानु चाहन्छु हैन शेयर गर्न चाहन्छु. एक्चुअली यो चाहिँ म केही च्याप्टर्सहरू रेणुका गभरानीको किताब द आर्ट अफ बिङ एलोनबाट शेयर गर्न चाहन्छु. तर म यो सबै उसको टोटली च्याप्टरमा चाहिँ म जान्न बट आई विल जस्ट डिप डाइभ इन्टु अ भेरी इम्पोर्टेन्ट च्याप्टर्स which is really helpful for us. हामीलाई जुन चाहिँ एकदमै स्ट्रङली मद्दत हुन्छ त्यो च्याप्टर्सको चाहिँ के मैले पढेकोहरू सेयर गर्न चाहन्छु तपाईँहरूलाई. According to the रेणुका गभरानी हैन रेणुका गभरानीको अनुसारले चाहिँ स्टेइङ एलोन एक्लै बस्नु एउटा कर्स हैन कुनै पनि एउटा श्राप हैन भन्नुहुन्छ उहाँले. यो भनेको चाहिँ एउटा सुपर पावर हैन त्यसै जो हुन त जो चाहिँ एक्लै त बस्नु सकिँदैन नि हैन. सो इट्स अ भेरी स्ट्रङ सुपर पावर भन्नुहुन्छ. अनि अल्सो इट्स अ जर्नी टु फाइन्ड आउट योर रियल पर्पज. वाइ वी आर अफ्राइड अफ आइसोलेसन हैन हामीहरू एक्लै बस्नुको लागि बस्दाखेरि चाहिँ हामीलाई किन डर लाग्छ. लेट्स टेक एक्जाम्पल इट्स बिन फ्रम आवर फोर फादर्स उहिले जमानाबाटै नि हैन हाम्रो पुर्खौलीहरू पनि मान्नु एकछिनका लागि उहाँहरू त्यति साह्रो हामी जस्तो बिजी हुने थिएन या अथवा वेल सिभिलाइज त थिएन उहाँहरूसँग इक्विपमेन्ट्स त्यस्तो थिएन बट स्टिल देन
जस्तो हाम्रो फोर फादर्सहरू पनि हन्टिङ जाँदाखेरि एउटा ग्रुपमा जाँदाखेरि इनकेस कोही चाहिँ या छुट्टिनु भयो या एक्लै उहाँ कतै हराउनु भयो ट्राइब्स ग्रुपबाट चाहिँ भने एउटा फियर बसी आउँछ के भयो होला उहाँलाई अब कस्तो हुन्छ होला भनेपछि चाहिँ उहाँलाई एउटा डर हुन्छ कि अब मलाई यहाँ कतै वनतिर एउटा कुनै जनावरहरूले त मलाई खाँदैन या अथवा म खानु नपाएर केही खानु नपाइकन म स्टार्भेसन भोकैले म मर्नु त मर्दैन यस्तो खालको फियरहरू आउँछ मानिसलाई एक्लै भएपछि द रिजन इज द्याट अलिकति बायोलोजिकल टर्म्समा म लान्छु यो के भने चाहिँ एउटा हाम्रो एउटा ब्रेनमा चाहिँ एउटा पार्ट हुन्छ कि द्याट्स वाट वी कल एमिगडाला अनि यसको बारेमा पछि समय मिलेर बताउँला यो एमिगडालाले नै हामीलाई चाहिँ यो फियर भन्ने कुराहरू चाहिँ उत्पन्न गरिदिन्छ क्या सो एक्ज्याक्टली जस्तो हामीहरू ग्रुपमा बसेर गफ गरेर एउटा फियर टेन्सनहरू एन्जाइटी यु फर्गेट्स अल दिस थिङ्स बट तपाईँ एक्लै हुनुहुन्छ भने काइन्ड अफ कुराहरू खेल्छ नि अनि डर आउँछ एन्जाइटीमा जान्छ अनि एउटा फिल आउँछ डर आउँछ कि हो मलाई यस्तो हुने हो कि त्यो हुने हो कि मलाई यस्तो भइहाल्यो भने के गर्ने सो दिस अल occurs due to our parts which we have in our brain called amygdala. अब पछि मैले अब समय पाएँ भने एमिगडालाको बारेमा पनि एउटा भिडियो बनाउन ट्राई गर्छु but if not this the root of fear occurs because of this amygdala which we have in our brain. Well, according to the Renuka Gavrani's book, one example I'll share you. जस्तो तपाईँ कुनै दिन एउटा रेस्टुरेन्टमा गएर एक्लै बसेर वाइल्ड डिलिसियस फुड खाँदै हुनुहुन्छ भने वरिपरिको मान्छेले तपाईँलाई हेर्छ उहाँहरूले तपाईँलाई चिन्नुहुन्न अनि उहाँहरूले हेरेर अटोमेटिकली उहाँहरूले एउटा के सोच्छ भने बिचारा लन्ली गाई है भनेर स्याम्पथी एउटा जगाउँछ उहाँहरूले बट इट्स नट लाइक द्याट होइन अनि उहाँहरूले सोच्नुहुन्छ कि बिचारा उसको कुनै पनि साथी छैन हिज गाइज पोर गाइज भनेर यस्तो खालको उहाँहरूले सोच्छन् कति लोन्ली भनेर सोच्छन् होइन सो अहिलेको वर्ल्ड हामी यस्तो वर्ल्डमा बसेको छौँ कि जहाँ चाहिँ तपाईँको मूल्याङ्कन या मेरो मूल्याङ्कन उहाँहरूले चाहिँ तपाईँको ब्याङ्क ब्यालेन्सबाट इभ्यालुएट गर्छन् होइन तपाईँलाई कति एक्सटिङ छ तपाईँसँग कति छ लाइक यु नो द्याट्स वाट कल एक्सट्रिन्सिक भ्याल्यु तपाईँको कति छ ब्याङ्क ब्यालेन्समा कति छ होइन तपाईँले कुन चाहिँ गाडी चढ्छ तपाईँ कुन गाडी चलाउनुहुन्छ तपाईँको सर्कल कस्तो छ झन् अझै अहिलेको मोडर्न कन्सेप्टमा भन्नु पऱ्यो भने त तपाईँको सोसियल मिडियामा फलोवर्स कति छ यी कुराहरूले नै तपाईँ को हो के हो भनेर सोच्नुहुन्छ तर यदि तपाईँको यी कुराहरू छैन यु डोन्ट ह्याभ एनिथिङ अल दिस थिङ्स तपाईँ एक्लै हुनुहुन्छ र प्रायः एक्लै नै रमाउनुहुन्छ बस्नु र सर्कलतिर त्यति हुन्न भने के सोच्छ भने उनीहरूले चाहिँ सोसाइटीले के सोच्छ भने यी विक पर्सन छ उसँग केही छैन होइन ट्राइज टु बी एलोन सो यसरी नै तपाईँले चाहिँ एक्लै बस्नु रुचि गर्नुभयो भने सोसाइटीले के सोच्छ भने तपाईँले यु डोन्ट वान्ट टु बी विथ द सोसाइटी बिकज यु आर विक होइन भनेर उहाँहरूले चाहिँ त्यसरी चाहिँ सोसाइटीले चाहिँ इभ्यालुएसन गर्छ द ट्रुथ इज द्याट मेनी पिपल आर टेरिफाइड अफ बिङ एलोन होइन वास्तविकमा साँच्चै यो सत्यतामा भन्नु पर्दाखेरि धेरै व्यक्तिहरू यसरी एक्लै बस्नु चाहिँ उहाँहरू डराउँछ साँच्चै भन्नु पर्दाखेरि चाहिँ होइन जस्ट लाइक फर इक्जाम्पल तपाईँ के गर्नुहुन्छ पार्टीमा जानु मन छैन तर यु वान्ट टु बी एज अ सर्कल इन देयर सर्कल उहाँको सर्कलमा गएर पार्टीमा चाहिँ गएर एकदमै बसेर चाहिँ इच्छा नभए पनि तपाईँ गएर त्यहाँ बस्नुहुन्छ पार्टीमा गएर बसेको हुन्छ कुरा गर्नुहुन्छ कहिले यसो पार्टीमा गएर एक्लै बस्नुहुन्छ सो यसले चाहिँ के भन्छ भने रेनुका गभरानीको किताबले के भन्छ भने चाहिँ त्यो तपाईँ त्यस्तो पार्टीमा गएर इच्छा नहुँदा पार्टीमा गएर एक्लै बस्नुभन्दा तपाईँ बरु एकान्तमा आफ्नो एउटा किताब लिएर पढ्नुहोस् त्यो 10 टाइम्स बेटर हुन्छ अरे है रेनुका गभरानी जस्तो भन्नुहुन्छ सायद होला पनि जस्तो लाग्छ मलाई कहिले सोच्दाखेरि चाहिँ वास्तविकमा आजकल चाहिँ यस्तो सोसल मिडिया होइन टेक्नोलोजीको समय छ वेयर इज सोसल मिडिया कनेक्टेड विथ द सोसल मिडिया नोटिफिकेसन्स इन द फोन धेरै कुराहरू छ होइन यु नो इन्टरनेट मेनी थिङ र वास्तविकमा सोच्ने हो भने हाम्रो योभन्दा अगाडिको पिँढी जेनेरेसनहरू भन्दा चाहिँ
हामीहरू अझै लोनलिनेस छौँ, हामी एक्लै छौँ। तर यो कि एक्लै हुनु भनेको मैले अघि पनि भने यो कुनै श्राप होइन होइन। रेणुका गौरानीले पनि के भन्छ भने स्टेइङ एलोन इज नट ए कर्स। एक्लै बस्नु पनि एउटा कर्स त होइन होइन। तर टु स्टेइङ एलोन होइन, एक्लै बस्नु भनेको चाहिँ एउटा डिफेन्स सिल्ड हो। तपाईँले आफूलाई सिल्ड गर्नु, आर्मर, सो द्याट यु क्यान डिफेन्स फ्रम द अदर पिपल्स, स्पेसली फ्रम द नेगेटिभिटीबाट तपाईँ आफै बाँच्नु भनेर चाहिँ रेणुका गौरानीले यो पनि सेयर गर्दै हुनुहुन्छ। नाउ लेट्स टेक एक्जाम्पल, एउटा एक्जाम्पल लिउँ। बाइचान्स तपाईँको घरमा एउटा इन्टरनेटको कनेक्सन अफ भयो, वाट ह्यापन्स, तपाईँको मोबाइल डेफिनेटली इट विल बी टोटली ब्ल्याङ्क हुन्छ होइन। लाइक ब्ल्याङ्क इन सेन्स मिन्स तपाईँले त्यस्तो कुनै पनि कनेक्सन्स छुट्छ तपाईँको, अनि के हुन्छ तपाईँलाई एक्सट्रिमली बोर हुन्छ, अनि तपाईँलाई टोटली लोनलिनेस लाग्छ, फिल बोरिङ लाग्छ, एकदमै लोनलिनेस लाग्छ। नाउ इमेजिन फ्रम डिफ्रेन्ट सिनेरियो होइन। अब एउटा छुट्टै अर्कै सिनेरियोबाट हेरौँ न। फर इक्जाम्पल तपाईँको घरमा इन्टरनेट पनि छ, बट तपाईँले अघिको सिनेरियो चाहिँ कस्तो भने इन्टरनेट थिएन, गयो, कट अफ भयो, तपाईँलाई एकदम लोनलिनेस लाग्यो, बोर भयो, छटपट भयो तपाईँ। बट नाउ इन डिफ्रेन्ट सिनेरियोमा चाहिँ के छ भने तपाईँको घरमा इन्टरनेट छ, तर नोइङली यु डोन्ट वान्ट टु गेट डिस्टर्ब फ्रम एनी अदर पिपल्स। फर इक्जाम्पल तपाईँले यु नो इन्टरनेट कट गर्नुभयो बिकज यु वान्ट टु डु समथिङ डिफ्रेन्ट, अनि तपाईँले एउटा किताब लिनुभयो होइन। अनि किताब लिएर तपाईँ मजाले एक्लै एकान्तमा बसेर तपाईँ पढ्नु चाहनुहुन्छ भने त्यो तपाईँको एकदमै एउटा खुसी, यु नो द्याट्स यर प्लेजर फर यु, द्याट्स नट ए प्रेसर फर यु अर नट ए टेन्सन अर नट ए लोनलिनेस। तपाईँलाई लोनलिनेसै लाग्दैन, किनभने तपाईँको माइन्ड डाइभर्ट भइरहेको हुन्छ कि त्यो ठाउँमा, बिकज इट इज फ्रम यर इनर फिलिङ्सबाट आएको हुन्छ। यु नो त्यो मैले भन्नु खोजेको चाहिँ के भने तपाईँले जानी नै तपाईँले डोर बन्द गर्नुहुन्छ भने आउटर वर्ल्डको डोर बन्द गर्नुहुन्छ र तपाईँ एक्लै के गर्नु चाहनुहुन्छ, यु वान्ट टु लर्न समथिङ, द्याट इज द पिस अफ माइन्ड यु विल गेट इट, द्याट इज नट अ लोनलिनेस। त्यो बन्द गरेपछि के हुन्छ भने फाइनली यु गिभ पर्मिसन फर यर इनर फिलिङ्स। तपाईँले आफूलाई इनर फिलिङ्स बुझ्नुको लागि तपाईँले पर्मिसन दिएको हो कि तपाईँले आफूलाई, र त्यो इनर फिलिङ्स तपाईँले पर्मिसन दियो भने तपाईँले इनर भोइस पनि तपाईँले सुन्नुहुन्छ आफ्नो डिपली। अनि चाहिँ के हुन्छ भने वेयर योर पर्सनल ग्रोथ पनि स्टार्ट हुन्छ, तपाईँ डेभलप हुन्छ, फरवर्ड जानुहुन्छ तपाईँ, किनभने नोबडी इज डिस्टर्बिङ यु। तपाईँलाई आउटर वर्ल्डले, सोसल मिडियाले होइन, नोटिफिकेसनले डिस्टर्ब गरेको छैन नि त। सो वाट ह्यापन, यु विल गेट अ पिस अफ माइन्ड एन्ड यु विल बिकम ए क्रिएटिभ, अनि तपाईँ एकदमै क्रिएटिभ भएर चाहिँ अगाडि बढ्नुहुन्छ। क्रिएटिभिटी आउँछ भन्नुको मतलब चाहिँ यु नो वेन यु गिभ स्पेस टु थिङ्क योर सेल्फ द क्वेसन्स विल एराइज, क्वेसन्स आउँछ के तपाईँ माथि आफ्नै क्वेसन्सहरू उत्पन्न भएर आउँछ। जस्तै कि फर इक्जाम्पलको लागि वाट डु आई एक्चुली लाइक, हु एम आई, वेयर डु माई फियर्स कम फ्रम, मलाई यो डर कहाँबाट आएको, एम आई वकिङ अन द पाथ विच आई हेभ चुजन, कि मैले छानेकै पाथमा चाहिँ कि म साँच्चै हिँड्दैछु त, ओर आई एम जस्ट फलोइङ द ट्रेक द्याट हेज बिन लेड बाई सम वान एल्स, कसैले भनेको ठाउँ आधारमा म हिँड्दैछु कि या म आफ्नै तरिकामा म जिउँदैछु, या जिउँदैछु मिन्स आइ एम लिभिङ र म हिँड्दैछु। द्याट टाइप अफ क्वेसन्स विल अराइज वेन यु विल बी लोनली होइन। र म अर्को एउटा इक्जाम्पल पनि सेयर गर्न चाहन्छु यो किताबमा द आर्ट्स अफ बिङ एलोन बाई रेणुका गौरानीबाट। जस्ट इमेजिन होइन, एकछिनको लागि हामी सोचौँ कि कल्पना गरौँ कि हाम्रो माइन्ड चाहिँ एकछिनको लागि चाहिँ एउटा ग्लासमा पानी विथ मडी वाटर्स होइन। त्यो चाहिँ तपाईँको के छ भने जस्ट लाइक यो सोसल मिडिया, नोटिफिकेसन्स, इन्टरनेट्स और अल दिस डिस्टर्बेन्स हुन्छ नि, जस्तो पिस अफ माइन्ड पाउनुबाट अलिकति डिफ्रेन्समा हामीले डिस्टर्बेन्स गर्ने, जस्ट लाइक योर जब, योर सर्कल एन्ड मेनी मोर
होइन जस्ट लाइक अ वाटर पानीमा चाहिँ त्यो मडी वाटर चाहिँ मिक्स भएको जस्तो कि सो त्यो स्टेयर गरेपछि के हुन्छ भने यु क्यान नट सी द अदर साइड तपाईँले त्यसको अर्को साइड चाहिँ त्यो ग्लास थ्रुबाट देख्न सक्नुहुन्न किन त्यो धमिलो भइरहेछ कि विथ लट अफ थिङ्स जस्तो अहिले मैले भनेको कुराहरूले चाहिँ होइन इट डजन्ट मिन द्याट अब त्यसलाई चाहिँ अब उतापट्टिको पक्ष देख्नुलाई चाहिँ इट्स नट द्याट यु हेभ टु थ्रो वाटर त्यो मडी वाटर चाहिँ फालिदिनु अनि ग्लासबाट न लाइक द्याट मैले भन्नु खोजेको चाहिँ फर ए वाइल तपाईँले त्यो वाटर र मडी वाटर भएको चाहिँ ग्लासलाई चाहिँ एकान्तमा राख्ने कि अनि शान्त भएर बस्ने के हुन्छ त डेफिनेटली केही छिनपछि त त्यो सेटल भएर आउँछ नि त सेटल भएर आएपछि त्यो मडी वाटर त कसैले हल्लाएन भने त बिस्तारै तल बस्छ त्यो बसेपछि त के हुन्छ क्रिस्टल हुन्छ क्लियर भएपछि देन यु क्यान सी फ्रम वान साइड टु अनदर साइड अर्को साइड देख्नुहुन्छ एक्ज्याक्टली यो पनि यो डिस्टर्बेन्स गर्ने चिजहरूलाई पनि केही साइड राख्नुपर्छ के समयको लागि सो द्याट यु विल बी alone and you will get a peace of mind. The society चाहिँ कस्तो हुन्छ भने their favorite weapons they always pointing towards you, right? जब तपाईँ एक्लै हुन्छ नि तपाईँलाई तपाईँप्रति उहाँहरूको वेपन्सहरू बढी तपाईँहरूकोप्रति ताक्छन् कि बट द थिङ इज द्याट तपाईँ एक्लै बस्नुभयो या म एक्लै बस्नुभयो भने तपाईँले आफूले चिन्नुहुन्छ भेरी डिपली एन्ड यु नो वाट्स राइट or रङ एन्ड वाट आर यु डुइङ यो सबै कुरा तपाईँलाई थाहा हुन्छ र जब उनीहरूले तपाईँलाई प्रहार गर्नुहुन्छ जब तपाईँ जस्ट लाइक देयर सार्प वेपन्स युजिङ अन द ब्लन्ट थिङ भनौँ न एउटा धारिलो चक्कु चाहिँ उनीहरूले एउटा ब्लन्ट ठाउँमा हानेको जस्तो भयो हुन्छ किन यु नो एभ्रिथिङ अबाउट यु योर सेल्फ वाट यु आर डुइङ वाट इज राइट or रङ र भोलि उहाँहरूले तपाईँलाई के भन्यो भने पनि तपाईँलाई मन दुख्दैन किन यु नो द कन्सिक्वेन्स तपाईँलाई थाहा छ वाट यु आर किन तपाईँले यो कुराहरू एक्लै बसेर तपाईँले सबै कुरा सिकिसकेको हुन्छ र सिकिसकेपछि उहाँहरूले तपाईँलाई जे भने पनि नो वरिज एट अल होइन what you have to say बस उहाँहरूले जानेको त्यति नै they don't know anything about you होइन that's why they are talking all this nonsense र म के भन्न चाहन्छु भने अन्तिममा होइन यदि एक्लै बस्नु चुज गर्नु भएको छ जस्ट लाइक म पनि प्रायः चाहिँ अहिले एक्लै छु होइन चुजिङ एक्लै हुनु भनेको चाहिँ इट्स नट द्याट यु आर एस्केपिङ फ्रम द वर्ल्ड तपाईँ यो संसारबाट भाग्नु खोजेको होइन but it's a training for you to make it more stronger enough दौरा बनाउनुलाई चाहिँ a kind of training ground सम्झियो हुन्छ र जो व्यक्तिले चाहिँ साँच्चै भन्यो भने यो आर्ट अफ बिङ एलोनमा मास्टरिङ गर्छ नि he never get desperate उसले कहिले पनि दुःख मन मान्दैन he can face the coming challengesहरू उसले फेस गर्न सक्छ अनि he never takes any wrong decisions under the pressure of societal pressure हैन सोसाइटीको प्रेसरले उसले wrong decision पनि लिँदैन अनि they never fail in a toxic trap है मैले भन्नु त ट्र्याप अफ टक्सिक भनौँ न कुनै पनि त्यस्तो पोइजनस गलत ठाउँतिर पनि हतपत पर्दैन he knows everything र मैले भने कि उहाँ त्यस्तो रङ ट्र्यापमा पनि पर्दैन बिकज उसले सबै कुरा बुझिसकेको हुन्छ एक्लै बसेर धेरै कुराहरूमा उहाँले स्टडी गरिसकेको हुन्छ र उहाँ धेरै अगाडि बढिसकेको हुन्छ र उसले फेस गर्नु पनि सक्छ कुराहरूलाई एट द लास्ट म के भन्छु भने इन द वर्ल्ड अफ बजिङ फोन्स नोटिफिकेसन सोसियल मिडिया यी सबै कुराबाट यदि तपाईँ अन्त्य एक्लै बस्नु सक्नुहुन्छ भने यु आर वेल ट्रेन्ड and you will be one of the most valuable person with a very strong power to survive and face anything whatever it comes in your life. So thank you very much for listening. So if you want to deep dive on this topic, the art of being alone, you please get the book
written by Renuka Gavrani, The Art of Being Alone, you will know more and more about this matter. हुन त मैले यो त्यति किताबबाट त मैले भनिनँ होइन, अझै तपाईँले किताब लिएर पढ्नुभयो भने, त्यो किताबबाट डिप डाइभ गर्नु भने अझै धेरै कुराहरू तपाईँले बुझ्नुहुनेछ भन्ने मलाई आशा छ. Anyway, thank you very much for listening and meet you or see you in my next video. Have a good day.